माननीय प्रधानमन्त्री केपी शर्मा ओली उर्फ गोलेजी आइराख्नु भएको छ। साझा हो कि होइन सर? यसरी नगर्नुस् न, माइकमा यसरी नगर्दिनुस् न। सँगै हामीले के मात्रै प्रश्न मात्रै गर्न खोजेको, आम सर्वसाधारण जनताको प्रश्न छ। हल्का मात्रै मैले प्रश्न मात्रै हल्का मात्रै 1 मिनट यदि दिनुभयो भने सरकारी गाडीहरू यहाँ चाहिँ लैरो लागेको छ। प्रधानमन्त्रीज्यूको चाहिँ यहाँ आगमन भएको छ। प्रधानमन्त्रीज्यूलाई लिनको लागि यहाँ सुरक्षाको लागि विभिन्न गाडीहरू यहाँ चाहिँ हामीले हेरेका छौँ। सेनाको गाडी पनि यहाँ हामीले हेरिरहेका छौँ। हामीले प्रयास गरिरहेका छौँ कि केही प्रश्न गर्नको लागि, र यसरी सञ्चारकर्मीलाई, यसरी सुरक्षाकर्मी साथीहरूले यसरी रोकिरहेका छन्। सब यतातिर नै आउनु मिल्दैन, तलतिर आउनु मिल्दैन र सर सरलाई सोध्नुपर्ने बाध्यता छ। बोल्नुभयो भने फेरि जागिरै चट गरिदिन्छ। यो च्यातिएको ज्याकेट हेर्नु, तपाईँ नेता होइन के? तपाईँ नेता होइन, त्यही भएर तपाईँको यस्तो हालत हो। नेताको त गजबै हालत हुने गर्छ। बोल्नुहोस् तपाईँहरू, तर तपाईँको पसिना हामीले चाहिँ हेराउन चाहन्छौँ। पसिना हेर्नुहोस्, जुम गर्नु होला हल्का, पसिना हेर्नुहोस्। कुनै नेताको यस्तो पसिना खलखली बग्दैन। यो खलखली पसिना बग्ने भनेको ती प्रहरी प्रशासनको हुने गर्छन् जुन आम सर्वसाधारणको देशको निमित्त चाहिँ काम गरिरहेको हुन्छन्। तपाईँहरू नभाग्नुहोस्, तपाईँसँग हामी चाहिँ के प्रश्न गर्दैनौँ। यदि हाम्रो नेपालमा कुनै पनि काम यदि समयमा भइहाल्यो भने तपाईँहरू सोच्नुहोस् कि तपाईँ चाहिँ निन्द्रामा हुनुहुन्छ। आज चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीज्यू चाहिँ आउँदै हुनुहुन्छ र हामीलाई खबर आयो कि 10 बजे आउनुहुन्छ। त्यसपछि हामीलाई खबर आयो कि 11 बजे आउनुहुन्छ। तर हामीले हेरौँ यहाँ चाहिँ बाक्लो उपस्थिति रहेको छ र भागिराख्नु भएको छ। तपाईँहरू नभाग्नुहोस्, तपाईँसँग हामी चाहिँ के प्रश्न गर्दैनौँ। तपाईँहरू जति पहिला तपाईँहरू आउनुभयो नि, तपाईँहरूसँग केही प्रश्न छैन हाम्रो। तर तपाईँहरूको जुन बाक्लो उपस्थिति छ नि, जसरी चाहिँ घाममा तपाईँहरू चाहिँ खटिराख्नु भएको छ नि, यदि समयमा यदि प्रधानमन्त्री आइदिनु भयो भने यतिसम्मको तपाईँहरू गर्नु पर्दैन। र यहाँ पनि हामी देखाइदिउँ, यतातिर हुनुहुन्छ र उतातिर तपाईँको एपीएफ का जवानहरू यसरी चाहिँ खटिराख्नु भएको छ। हाम्रो नेपाल हो, नेपालको कानुन भनेको दैवले जानुन र नेपालको समय भनेको त्यो पनि दैवले जानुन भनेको सायद यही नै हो। माथिबाट जब आदेश आउँछन् भने आदेशको परिपालना गर्नै पर्यो। यहाँ हेर्नुहोस्, गइराख्नु भएको छ। बेचारा के गरोस्, हाम्रो नेपाललाई चाहिँ हाम्रो आम सर्वसाधारणलाई यसरी चाहिँ सेवा दिइराख्नु भएको छ। र मन्त्रीज्यूहरूको जब चाहिँ आगमन हुने गर्छन्, समयमा नआएको कारणले गर्दाखेरि यतिसम्मको शास्ति भोग्नु परिरहेको छ। र यतातिर आइदिनु होला, हामी जेब्रा क्रसमा हामी चाहिँ गइरहेका छौँ र यता एपीएफका जवानहरू पनि रहेका छन्। यदि समयमा नेताहरूको आगमन भइहाल्यो भने सायद यतिसम्मको शास्ति भोग्नु पर्दैन। अघि पनि हामी आउँदाखेरि तपाईँहरूलाई यो घाममा यो पसिना हेर्नुहोस् है, यो खलखली यो पसिना बगिरहेको छ नि, यो कुनै नेताको यस्तो पसिना खलखली बग्दैन। यो खलखली पसिना बग्ने भनेको ती प्रहरी प्रशासनको हुने गर्छन् जुन आम सर्वसाधारणको देशको निमित्त चाहिँ काम गरिरहेको हुन्छन्। र सँगसँगै आम सर्वसाधारणहरूको पसिना चाहिँ बगिरहेको हुन्छन्। यसरी यो पसिना यो छुन सायद हामी सायद मिल्छ कि मिल्दैन, पसिना बगिरहेको छ नि, त्यतिकै होइन। यहाँ चाहिँ हेरौँ न, यो बाक्लो उपस्थिति यो अघिदेखि कति बेलादेखि तपाईँहरू यहाँ हुनुहुन्छ? 1 घण्टा भयो। कति घण्टा? 1 घण्टा। 1 घण्टा भयो। तपाईँ ठिकै भन्नुहोस्। अघि पनि हामीले चाहिँ रेकर्ड गरेर गएका छौँ र तपाईँहरूको उपस्थिति हामीले पनि हेरिरहेका छौँ। नबोल्नुहोस् है, फेरि तपाईँले बोल्नुभयो भने तपाईँको प्रवक्ताले फेरि बोल्ने अनुमति तपाईँको छैन। फेरि बोलिदिनु भयो भने तपाईँको जागिरै चट गरिदिन्छ। तपाईँहरूको पनि जागिर फेरि खाइदिन्छन्। फेरि तपाईँहरू बोल्नुभयो भने जागिर खाइदिन्छन्। नबोल्नुहोस् तपाईँहरू, तर तपाईँको पसिना हामीले चाहिँ हेराउन चाहन्छौँ। पसिना हेर्नुहोस्, जुम गर्नु होला हल्का, पसिना हेर्नुहोस्। यो चर्को घाममा चाहिँ यसरी चाहिँ सेवा दिइराख्नु भएको छ। र यो च्यातिएको ज्याकेट हेर्नुहोस्। तपाईँ नेता होइन के? तपाईँ नेता होइन, त्यही भएर तपाईँको यस्तो हालत हो। नेताको त गजबै हालत हुने गर्छ नि। नेताको टाइम पनि यस्तो हुन्छ कि 10 बजे आउँछु, 11 बजे आउँछु, तर अझै पनि हामीलाई जानकारी अनुसार अहिले पनि काठमाडौँबाट अहिले चाहिँ उठ्नु भएको छैन, आइराख्नु भएको छैन, यतिसम्मको छ। र उतातिर पनि हामी देखाइदिउँ, बाक्लो उपस्थिति रहेको छ। र अहिले भर्खरै हामी चाहिँ एयरपोर्टबाट आएका हौँ र भर्खरै के भन्नुभएको तपाईँ भन्नुहोस् त? चोर छ नि त, के नेताहरू चोर छ? चोर दिन्छ के छ? नेताहरू चोर छ भनेर पब्लिकले भनिरहेका छन्। यदि हाम्रो नेपालमा कुनै पनि कार्य, कुनै पनि केही पनि हल्का समयमा भइदियो भने यतिसम्मको शास्ति भोग्नु पर्दैन। यहाँ चाहिँ हेरौँ, नेपाल प्रहरीका जवानहरू यसरी चाहिँ खटिरहेका छन्। हाम्रो नेताजीको आगमन हुँदैछन्, त्यसको लागि सेवा सुरक्षाको लागि चाहिँ खटिराख्नु भएको छ। र विडम्बना, हाम्रो नेताजीको पनि समयमा कहिले पनि आगमन हुँदैन कि हुन्छ? समयमा आगमन हुन्छ? सरलाई सोध्नुपर्ने बाध्यता छ। बोल्नुभयो भने फेरि जागिरै चट गरिदिन्छ, जागिरै खाइदेलान्। फेरि जागिर खाइदेलान् नि है। तपाईँहरू बोल्नु भने जागिरै नबोल्नुहोस् है, मुख थुनेर बस्नुहोस्। किनभने तपाईँहरूको पनि मलाई थाहा छ, तपाईँहरूको पनि बेथा छ, तपाईँहरूलाई पनि अनुमति छैन बोल्ने। बोल्नुभयो भने जागिर जाला फेरि तपाईँहरूको। यस्तो छ विडम्बना, हाम्रो नेपालमा यस्तो छ। केही पनि कार्य पनि समयमा नभएको कारणले गर्दाखेरि यतिसम्मको शास्ति भोग्नुपर्छ। आखिर आम सर्वसाधारण जनताहरू आखिर कहिले सुध्रिने? कि फेरि पनि त्यही पार्टी, त्यही जनता र त्यस्तै खालको त्यही नेताहरूलाई हामीले पटक पटक भोट दिएर चाहिँ जिताउने र त्यसपछि ती नेताहरूले राज्य र हाम्रो देशलाई चाहिँ सखाप पारिदिने? आज चाहिँ रेमिटान्सले चलेको देश हाम्रो नेपाल भइसकेको छ।
पछाडि चाहिँ यसो बोल्दाखेरि भागिराख्नु भएको छ। कतै न कतै उहाँहरूको पनि मन चाहिँ दुख्छन् होला। हामी जनकपुरको एयरपोर्टमा रहेका छौँ र हाम्रो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली उर्फ झोलेजी आइराख्नु भएको छ। झोले भन्दैमा तपाईँहरू चाहिँ हल्का पनि नरिसाइदिनु होला। उहाँले आफ्नै फेसबुक स्टेटस वालमा चाहिँ लेख्नु भएको थियो कि म चाहिँ झोले छु, त्यही भएर झोले शब्द प्रयोग गरिरहँदा तपाईँहरू नरिसाइदिनु होला कृपया। यो झोले शब्द उहाँले आफैले चाहिँ प्रयोग गर्नुभएको छ र हाम्रो सम्माननीय प्रधानमन्त्री झोलेज्यू चाहिँ आइराख्नु भएको छ र त्यसको लागि चाहिँ यहाँ चाहिँ बाक्लो उपस्थिति रहेको छ र एकदम मुस्काइराख्नु भएको छ। कृपया तपाईँहरू पनि हल्का त्यो नकारात्मक हिसाबले नसोचिदिनु होला। उहाँले आफैले चाहिँ आफ्नो फेसबुक वालमा चाहिँ लेख्नु भएको थियो र यहाँ चाहिँ हामीले प्रहरी प्रशासनहरूको बाक्लो उपस्थिति हेरिरहेका छौँ। यहाँहरू गाडीको यहाँ चाहिँ लाइनअप जुन भएको छ यहाँ चाहिँ हेरौँ लाइनअप 1 2 3 4 हुन त हाम्रो सम्माननीय प्रधानमन्त्रीजी हुनुहुन्छ। उहाँको सेवाको लागि उहाँको सुरक्षाको लागि खटिनु पर्ने एकदम स्वाभाविक रहेको छ किनभने देश र जनताको निमित्त काम गरिराख्नु भएको हाम्रो केपी शर्मा ओली ज्यू हुनुहुन्छ। त्यसैको लागि चाहिँ यहाँ चाहिँ बाक्लो उपस्थिति रहेको छ। प्रहरी प्रशासनको एपीएफको तपाईँको नेपाल प्रहरी प्रशासनहरूको बाक्लो उपस्थिति रहेको छ। यहाँ हामीले हेर्न सकिरहेका छौँ र सबभन्दा ठुलो कुरो अझैसम्म चाहिँ प्रधानमन्त्रीज्यूको आगमन भएको छैन। केही बेरमा उहाँको आगमन हुँदैछ। हाम्रो जनकपुर मिथिला नगरीमा माता सीताजीको नगरीमा चाहिँ उहाँको आगमन हुँदैछ। कृपया तपाईँहरू केही समय प्रतीक्षा गर्नुहोला र तपाईँका केही प्रश्नहरू हामी चाहिँ जस्ताको त्यस्तै प्रधानमन्त्रीज्यूलाई चाहिँ सोध्ने प्रयास गर्नेछौँ। थाहा छैन उहाँसम्म चाहिँ हाम्रो यो माइक चाहिँ पुग्छ कि पुग्दैन, तर हामी चाहिँ प्रयासरत छौँ र हामीले पुरै प्रयास गर्नेछौँ। उहाँ समक्ष चाहिँ गएर प्रश्न गर्ने चाहिँ हामी त्यतिसम्मको चाहिँ प्रयास पक्कै पनि गर्नेछौँ र अब हेर्न यो बाँकी छ उहाँले जवाब दिनुहुन्छ कि हुँदैन। फर्स्ट त जान मिल्दैन, एलाउड छैन है। अब एलाउड नहुनुको कारण के? अब हामी यहाँ इन्सपेक्टर साहबलाई सोद्धाखेरि अब यहाँ सेक्युरिटीको कारणले गर्दाखेरि एउटा सञ्चारकर्मी जान सक्दैन, सञ्चारकर्मीले हेराउन सक्दैनन्, जनतालाई चाहिँ हेराउन सक्दैन। आउन सकिन्छ जहाँसम्म भनेको छ त्यहाँसम्म। कहाँसम्म हामी सञ्चारकर्मी कहाँसम्म जान सकिन्छ? हामीले यहाँसम्म दिनु भएको छ त्यो तत्कालै सोधेर तपाईँले जानु। र हामी चाहिँ यो एयरपोर्ट भित्र पनि यतातिर पनि देखाइदिनु होला। यहाँ चाहिँ बाक्लो उपस्थिति रहेको छ। यो भित्र पनि देखाइदिनु होला। यता 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 यो तपाईँ म यतै छु। म भित्र गएकै छैन। म भित्र गएको छैन। मैले मात्र हेराउन मात्रै खोजेको हो। यो भित्र पनि यहाँ प्रहरी प्रशासनहरूको यहाँ चाहिँ बाक्लो उपस्थिति रहेको छ। हामीले त्यो पनि हेराइदिउँ र हामीलाई चाहिँ यहाँ चाहिँ जान दिएको छैन। हामीले के गर्न खोजिरहेको छौँ? हामी मात्र यहाँ मात्रै आएको नि, यहाँ मात्रै आएको। उहाँ सरले हामीलाई पहिले चाहिँ भनिसक्नु भएको छ कि हामी सोधेर भन्छौँ भनेर भन्नु सक्नु भएको छ। हामी यहाँ चाहिँ पर्खिन्छौँ। ठिक छ, हामी चाहिँ भित्र जाँदैनौँ। उहाँको जसरी चाहिँ उहाँले भन्नुभएको छ त्यसरी नै हामी चाहिँ यहाँ चाहिँ पर्खिन्छौँ। अहिले हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूको चाहिँ आगमन भइसकेको छ र हामीले चाहिँ पछाडि हेरिरहेका छौँ हेलिकप्टर। अहिले भर्खरै चाहिँ आउँदै हुनुहुन्छ। उहाँ चाहिँ अहिले भर्खर ल्यान्डिङ भएको छ र विडम्बना के छ भने हाम्रो देशका नेताहरू, हाम्रो देशको प्रधानमन्त्रीहरू लगायतका विभिन्न नेताहरू तपाईँको टाइममा चाहिँ कहिले पनि आउनुहुन्न। सुरुमा चाहिँ 10 बजे भन्नुभएको थियो, त्यसपछि 11 बजे भन्नुभएको थियो र अहिले चाहिँ तपाईँको 1:15 बजिरहेको छ र 1:15 बजे चाहिँ प्रधानमन्त्रीज्यू आउनुभएको छ र जुन किसिमले 10 बजे आउनुहुन्छ त्यो हिसाबले चाहिँ सडक सुरक्षाको लागि विभिन्न प्रहरी प्रशासनहरू खटाइएको थियो। त्यहाँको पनि हामीले चाहिँ देखायौँ। जुन प्रहरी प्रशासनहरू तपाईँको चर्को घाममा बाध्य स्वरूप चाहिँ काम गर्न र उभिन चाहिँ बाध्य छन् किनभने कहिले पनि समयमा चाहिँ कार्य हुँदैनन्, समयमा चाहिँ अनुगमन हुँदैनन्, समयमा नेता आउँदैनन्। त्यस कारणले गर्दाखेरि विभिन्न किसिमका समस्याहरू भोगिरहेका हुन्छन्। र अहिले हामीले हेरिरहेका छौँ यहाँ चाहिँ यो सरकारी गाडीहरू यहाँ चाहिँ लैरो लागेको छ। प्रधानमन्त्रीज्यूको चाहिँ यहाँ आगमन भएको छ। प्रधानमन्त्रीज्यूलाई लिनको लागि यहाँ सुरक्षाको लागि विभिन्न गाडीहरू यहाँ चाहिँ हामीले हेरेका छौँ। सेनाको गाडी पनि यहाँ हामीले हेरिरहेका छौँ। यो हाम्रो नेपाल सरकारको यो गाडी, यो तपाईँ हाम्रो पैसाको गाडी। यहाँ चाहिँ गाडीको चाहिँ लैरै लागेको छ। यहाँ चाहिँ हेरौँ यो गाडीले चाहिँ यो भडेको रहेको छ। यो पुरै तपाईँको यो अहिले जनकपुर एयरपोर्टमा हामी छौँ र यहाँ चाहिँ गाडीको यहाँ चाहिँ लैरो हेरौँ। यहाँ चाहिँ कति धेरै गाडी छ। यो सम्माननीय प्रधानमन्त्रीज्यू केपी शर्मा ओलीज्यूको आगमन छ, आइराख्नु भएको छ। यहाँ एम्बुलेन्स पनि राखिएको छ। सुरक्षाको लागि चाहिँ विशेष ध्यान दिएको छ। अहिले चाहिँ हेर्नुहोस् आइराख्नु भएको छ। अब केही बेरमै अब उहाँको एक्जिट यहाँबाट हुन्छ र त्यसपछि उहाँको कार्यक्रम निधि निवासमा छ। निधि निवासमा गएर उहाँको कार्यक्रम हुन्छ र त्यो पनि हामीले हेराउन प्रयास गर्छौँ। हुन त यहाँ चाहिँ बाक्लो उपस्थिति रहेको छ र यहाँ चाहिँ हामी प्रयास गर्छौँ केही सोधपुछ गर्नको लागि। यहाँ नेपाल एपीएफको प्रहरी जवानहरू पनि खटिएको छ। यहाँ चाहिँ बाक्लो उपस्थिति छ। यहाँ चाहिँ घेराबन्दी यहाँ चाहिँ हेर्न सकिरहेका छौँ हामीले। हामी एयरपोर्टमा छौँ र एयरपोर्ट बाहिर हामी चाहिँ कुरिरहेका छौँ। अघि पनि हामीले चाहिँ प्रयास गरेका थियौँ कि हामी चाहिँ भित्रै गएर हामी केही बोलौँ, केही सामान्य प्रधानमन्त्रीज्यूसँग हामी केही प्रश्न गरौँ जुन आम सर्वसाधारण जनताको प्रश्न थियो र उहाँहरूले चाहिँ अनुमति हामीलाई दिनु भएन। अनुमति लिएर आउनुहोस्। हामीले यद्यपि ठ्याक्कै इन्स्टेन्ट हामीले अनुमति लिन सकेनौँ। अहिले हाम्रो इन्सपेक्टर साईज्यू पनि भित्र गइराख्नु भएको छ। विभिन्न चापहरू हुने गर्छन्। सम्माननीय प्रधानमन्त्रीज्यू आइराख्नु भएको छ। हामीले यसो प्रश्न गर्न मिल्दैन। प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीज्यू सबैको साझा होइन र सर? भन्नुहोस् त, सबैको साझा हो कि होइन सर? यसरी नगर्नुहोस् न, माइकमा यसरी नगरिदिनुहोस् न।
हामीले आम सर्वसाधारण जनताको लागि प्रश्न गर्न खोजिरहेका छौँ। हामी पनि अघिदेखि तपाईँको घाममा यसरी घाममा हामी पनि आएका छौँ। हामीले पनि पसिना बगाएका छौँ, तपाईँहरूले पनि पसिना बगाइराख्नु भएको छ नि। यतातिर आइदिनुहोस्, यतातिर आएर कसरी सोध्ने होला र प्रधानमन्त्रीज्यूसँग के प्रश्न गर्न खोजिरहेका छौँ। हामीले आफ्नो व्यक्तिगत प्रश्नहरू व्यक्तिगत स्वार्थको लागि प्रश्न गरेका होइनौँ। तपाईँ हामी पनि देशकै जनता हो नि, हामी नेपाली होइन र सर? तपाईँहरू विभिन्न निकाय विभिन्न पदहरूमा बस्नुहुन्छ, काम गर्नुहुन्छ, कार्यरत हुनुहुन्छ, तपाईँहरू पनि त नेपाली नै हो। जुन आम सर्वसाधारण जनताको जुन प्रश्न हुन्छ त्यही प्रश्न त हामीले पनि गर्न खोज्छौँ। अनि यसरी धक्का लगाएर तपाईँ जानुहोस्, यसरी हात समातेर तपाईँ जानुहोस् भनेर भनिरहेको यस्तो छ। अब सेवा सुरक्षा दिनु पर्यो, त्यो छँदैछ, तर यसरी हामीलाई हेरेर यसरी यति कठोर किन र यस्तो किन सोध्न पनि पाउने होइन कि कसो सर? हल्का पनि प्रश्न गर्न पाउने होइन र सर? सञ्चारकर्मीले केही पनि प्रश्न गर्न पाउने होइन? एकछिन साइड लाएर बस्छु, बाटोमा बसेर यतातिर नि आउनु मिल्दैन, तलतिर आउनु मिल्दैन र सर? तलतिर पनि आउनु मिल्दैन। ल एकजना सञ्चारकर्मीलाई ल बाटोमा पनि यसरी म तलतिर आउन खोजिरहेको छु, यसरी आउनु मिल्दैन। अहिले हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूको आगमन भइसकेको छ र हामीले प्रयास गरिरहेका छौँ कि केही प्रश्न गर्नको लागि, र यसरी सञ्चारकर्मीलाई यसरी सुरक्षाकर्मी साथीहरूले यसरी रोकिरहेका छन्। सम्माननीय प्रधानमन्त्रीज्यू हल्का मेरो प्रश्न छ, कृपया सुनिदिनु होला। सँगै हामीले के मात्रै प्रश्न मात्रै गर्न खोजेको, आम सर्वसाधारण जनताको प्रश्न छ। हल्का मात्रै मैले प्रश्न मात्रै हल्का मात्रै 1 मिनट यदि दिनुभयो भने 1 मिनट कार्यक्रम स्थलमा भौतिक पूर्वाधार मन्त्रीज्यू भनिराख्नु भएको छ कार्यक्रम स्थलमा आउनलाई। त्यही पनि हल्का प्रधानमन्त्रीज्यूलाई हामी स्वागत पनि गर्नु नहुने, हामीले भन्न पनि नहुने। प्रोग्राममा उहाँ विधि भवनमा हामीलाई बोलाइराख्नु भएको छ। यहाँ चाहिँ विभिन्न किसिमका प्रोटोकलहरू हुने गर्छन्, तर हामीलाई यसरी अगाडि चाहिँ यसरी हात समातेर र माइक छेल्याएर यसरी तपाईँ चाहिँ जानुहोस् भनेर चाहिँ भन्नुभएको छ। हामीलाई दुःख लागेको छ। हामी पनि आम सर्वसाधारणको लागि चाहिँ बोल्ने गर्छौँ, नेताहरू पनि आम सर्वसाधारणको लागि हुने गर्छन्, न कि कसै व्यक्तिगतको लागि। प्रधानमन्त्रीज्यूको यसरी चाहिँ गइरहेको छ गाडी, यहाँ चाहिँ हेरौँ, र गाडीहरूको लैरो कसरी लागेको छ यहाँ चाहिँ हेरौँ। यो गर्नुभयो भने सायद गनेर पनि भ्याउन सक्नुहुन्न। यहाँ चाहिँ बाक्लो उपस्थिति रहेको छ, तपाईँको मन्त्रीज्यू पनि यही हुनुहुन्छ र व्यापार संघको यहाँ चाहिँ जेसीजाईको अध्यक्ष पनि यही हुनुहुन्छ हाम्रो जनकपुरको। र यहाँ हेरौँ, र यहाँ विभिन्न ठुल्ठुला बाधाहरू पनि हुनुहुन्छ। स्वागत छ मन्त्रीज्यू, धन्यवाद। के छ एकजना सञ्चारकर्मीलाई अघि चाहिँ यसरी चाहिँ तपाईँको प्रहरी प्रशासनले यसरी चाहिँ ठिल्नु राम्रो कुरो हो? त्यो मलाई जानकारी भएन। हामी बकाइदा भिडियो देखाउँछौँ। हामीले यति मात्रै भन्न खोजेको कि हामीले केही प्रश्न गरौँ जुन आम सर्वसाधारण जनताको लागि प्रश्न छ। कर्मीहरूको लागि प्रधानमन्त्रीले निधि भवनमा बसेर औपचारिकै वार्तालापबाट पत्रकारहरूसँग कुराकानी गर्न सक्छु। त्यसो बाटो घाटो भन्दा पनि औपचारिक ढङ्गले बसेर कुरा गर्दा केही दिक्कत छैन। ठिक छ, तैपनि उहाँहरूको टाइमको जुन हुन्छ नि, टाइम एकदम लिमिट हुन्छ, त्यही भएर हामीले कमसेकम 1-2 प्रश्न पनि हामी चाहिँ सोधिहाल्छौँ। ठिक छ, ल धन्यवाद। तपाईँहरू पनि जानु। सम्माननीय प्रधानमन्त्रीज्यू जो आफूलाई पनि एक किसिमले झोले भन्नुहुन्छ, देशको झोले भन्नुहुन्छ, देशको निमित्त काम गर्नुहुन्छ, त्यस किसिमले आफूलाई झोले भन्नुहुन्छ, र अहिले भर्खरै उहाँको आगमन भइसकेको छ र उहाँ चाहिँ तपाईँको निधि भवनमा जानुभएको छ। उहाँको विभिन्न किसिमका प्रोटोकलहरू हुने गर्छन्, त्यो पनि मान्छु, र यसरी चाहिँ सञ्चारकर्मीलाई तपाईँ चाहिँ यतातिर जानुहोस् भनेर भन्नुभएको छ। ठिक छ, माने हामीले चाहिँ त्यो किसिमले जथाभावी रूपमा हामी गर्छौँ भनेर भन्न खोजेको होइन, गरेको पनि होइन। अहिले हामी निधि भवनमा जान्छौँ र अहिले जति पनि गाडीहरू थियो त्यो सबै गाडीहरू अहिले गइसकेको छ। जुन गाडीहरू एकदम धेरै तपाईँको गर्नै नसक्ने खालको गाडीहरू थियो, र अहिले जुन प्रहरी प्रशासनहरू यहाँ बाक्लो उपस्थिति अझै पनि छ। अब यहाँहरू पनि जानुहुन्छ है। अब बिहानदेखि तपाईँहरू टाइममा नआएको कारणले गर्दाखेरि दुःख भोग्नु भइरहेछ। मान्छेको मौनताले भन्छ नि, प्रहरी प्रशासनको मौनताले विभिन्न किसिमका प्रश्नहरूको जवाब दिने गर्छन्। समयमा नआएको कारणले गर्दाखेरि यतिसम्मको शास्ति भोग्नु परेको हुन्छ। कृपया समय मेन्टेन गरिदिनु भयो भने एकदम राम्रो हुन्छ। मेरो यो विनम्र अनुरोध छ कि समयमा केही पनि गरिदिनुहोस्। हस्त, धन्यवाद। लोक आवाज र केपी खबर, जनकपुर धाम।